र नमस्कार, फेरि नयाँ ब्लग लिएर तपाईहरुको माझमा उपस्थित भइसकेको छु र तपाई सबैजना सन्चै नै हुनुहुन्छ होला। र आज चाहिँ म तपाईलाई यहाँ मेरो पछाडी देखिरहनु भएको छ होला, यो पेसोकको गार्लङ स्टेडियमबाट तपाईलाई म ब्लग स्टार्ट गरिरहेको छु। र गार्लङ स्टेडियमको मेन गेट र स्टेडियम चाहिँ यस्तो रहेछ है। र गार्लङ स्टेडियमबाट चाहिँ आउनु त आए र के हो भनेर तपाईले सोचिरहनु भएको छ र। र यहाँनिर चाहिँ दार्जिलिङ भर्सेस कालिम्पोङ अप्पा कप टिम माझमा चाहिँ आज यो प्र्याक्टिस म्याच हो। यो चाहिँ सेकेन्ड प्र्याक्टिस म्याच कालिम्पोङको चाहिँ। अस्ति फर्स्ट म्याच चाहिँ पेदुङमा खेलेको तपाईलाई ब्लग मार्फत देखाइसकेको छु। र आज यही फुटबल चाहिँ तपाईहरु इन्जोय गर्नुहोला र यो ब्लग अन्तसम्म हेरिदिनुस् भन्ने म निवेदन गर्न चाहन्छु। र अहिले चाहिँ प्लेयरहरु ग्राउन्डमा उत्रिसकेको छ, यहाँ वार्म अप भइरहेको छ। ग्रीन कलरको बिफमा देखिरहेको चाहिँ यो दार्जिलिङको प्लेयरहरु, यो चाहिँ कालिम्पोङको किपर हाम्रो दवाचु र ब्लू अनि व्हाइट जर्सीमा चाहिँ कालिम्पोङको प्लेयरहरु हो। कालिम्पोङको प्लेयरहरु चाहिँ यहाँ वार्म अप गर्दैछ। यहाँ चोटीले चोटीले हाई त भन न हौ, कमसे कम जित्छ आज। लेट्स सी। यहाँ अस्तिको पेदुङको मेन स्कोरर वाटर के छ आजको गेम स्ट्राटेजी के छ वाटर? यहाँ नबु, यहाँ चोछाम्बा पनि प्लेयर हो। खोइ जर्सी किन नलाग्यो चोछाम्बा? यहाँ पनि हाम्रो प्लेयर हो कालिम्पोङको। यहाँ हाम्रो मेन स्ट्राइकर नर्बु। के छ गेम स्ट्राटेजी आज? भाइ हाम्रो की प्लेयर यहाँ पाला के छ आजको गेमको? यहाँ यी मगाएको प्लेयर पनि छ है, सेरप मगाएको हैन। आजको मेन के छ? सबैको टिमवर्क हो आज। आजको 3 जना रेफरी चाहिँ यहाँ रहेछ। हेलो गाइस। हेलो गाइस, हाम्रो चोचोलाई सपोर्ट गर्नुपर्छ है। ल आजको रेफरी लाइन्सम्यानहरु यहाँ 3 जना रहेछ। यहाँ चाहिँ दार्जिलिङको प्लेयरहरु वार्म अप गर्दैछ। ग्रीन कलरको बिफ लगाएको सबै यो दार्जिलिङको टिमहरु, मैले अघि नै भनिसकेको थिएँ। यहाँ नै वार्म अप गर्दैछ। र कालिम्पोङ प्लेयरको यहाँ गेम प्लान सेट गर्दैछ चोजोले, सिनियर प्लेयरले। र अब चाहिँ वार्म अप सकेर यो गेम स्टार्ट हुन लागेको छ र रेफरीले लाइन अप गराउँदैछ। र अब चाहिँ गेम स्टार्ट हुन आँटेको छ र टिम लाइन अप भइसक्यो। यहाँ ब्लू र व्हाइट जर्सीमा कालिम्पोङ र यहाँनिर ब्ल्याक एन्ड व्हाइटमा दार्जिलिङ। र अहिले चाहिँ ग्राउन्डमा एन्ट्री गर्दैछ। Thank you. All the best. Thanks. Both teams all the best. Thank you. अब गेम सुरु हुन लागेको छ। यहाँनिर दुईटा टिमको क्याप्टेन्सहरुलाई यो भिन्ने म्याच मात्रै हो, सबजना रुल्सहरु फलो गर्छ अनि उनीहरुले भनेको पनि सुन्छ। हामीले बन्दाखेरि हार्ड डिसिजन गर्दै नदिनु। ल कालिम्पोङ अल द बेस्ट। गेम चाहिँ यस्तो हुँदैछ अहिले, गेम हुँदै गरेको नजारा।
कालिम्पोङको फर्स्ट एट्याक गोलमा परिणत भएन। म्याच यस्तो भइरहेको छ अहिले। खचाखच यहाँ च्यार पनि ड्याम्मै। कुन चाहिँ टिम सपोर्ट हो तिमीहरू? दार्जिलिङको सपोर्टरहरू रहेछ भाइहरू। र अहिले चाहिँ हाफ टाइम भयो र गोल चाहिँ स्कोर भएको छैन। दुईटा टिमले राम्रो प्रदर्शन गरे भए पनि गोल चाहिँ हाल्न सकेको छैन अहिले। प्लेयरहरू थाकेको अवस्थामा अहिले चाहिँ। यहाँ हाम्रो रेफ्री भाइहरू के हो डिसिजनहरू तिमीहरूको? अलिकति मिस्टेक हुँदैछ त। किन भएको मिस्टेक? को हो लाइन्सम्यान नदेखाउने? कुन चाहिँ यो कि अर्को भाइ? यसले जान्दैन रहेछ है? जान्दैन रहेछ के? किन जान्दैन? आज फर्स्ट टाइम हो। ओ यो गोल त दामी सेभ गरेर त। आम्मा के भएन? जिउहरू के भएन? आम्मा हेप्पी गयो डाइभ त। यहाँ हाम्रो बल बोय पनि आएको छ। दवा के बाँडी छ अहिलेसम्म? पानीहरू छ? यो तेरैबाट हो? हेरिकन भन अन्त कस्तो लजाको? आम्मा अझै केटाहरूले जित्यो भने के दिन्छस्? कालिम्पोङ टिमको सबभन्दा स्ट्यामिना ज्यादा भएको प्लेयर चाहिँ यहाँ छ पाला। यता हेर्नु त पाला। आम्मामा के हाफ टाइममा त यसो रेस्ट गर्नु नि। रेस्ट नगरेको हाफ टाइममा पनि रेस्ट गरेको छैन पाला। एकदम प्र्याक्टिसमै छ हाफ टाइममा पनि। र सेकेन्ड हाफ पनि स्टार्ट हुँदैछ। यहाँ कोच एक्टिभ छ फेङ्गे। यहाँ कालिम्पोङको कोच फेङ्गे। सेकेन्ड हाफको खेला सुरुवात। कालिम्पोङको पहिलो प्रहार। दार्जिलिङको फर्स्ट फ्री किक। कालिम्पोङ टिमको कोच यहाँ दार्जिलिङको कोच, यहाँ कालिम्पोङको कोच। खेला चाहिँ यस्तो भइरहेको छ। गोल 0-0 अन्त हुन आँटेको छ। अन्त म्याचको गोल भएको छैन अहिलेसम्म पनि। दार्जिलिङको पहिलो गोल। गुड शट। झन्डै कालिम्पोङले गोल हाल्यो। एटेम्प राम्रो थियो तर गोल भएन। र म्याच रोमाञ्चकै छ तर भए पनि दार्जिलिङले गोल हालिरहेको छ। कालिम्पोङले ड्र गर्न सकेको छैन। यो अन्ततिर पुगिसकेको छ। हेरौँ कालिम्पोङले ड्र गर्ने हो कि होइन। सेकेन्ड गोल दार्जिलिङको तर्फबाट। यो गोल चाहिँ क्यामेरामा क्याप्चर गर्न सकिन, अलिकति ढिलो भयो तर गुड गोल, दामी गोल। गुड गोल दार्जिलिङ, गुड गोल। र प्लेयर चेन्ज हुन आँटेको छ अब। लो लिन्डु छिटो पस। हाम्रो मेन स्ट्राइकर लिन्डुको प्रवेश हुँदैछ। लो छिटो पस छिटो।
लास्ट मोमेन्ट फुटबलको अन्त अगाडि छ झन्डै गुड प्रयास पेनाल्टी पाइरहेको अवस्थामा यहाँ यो पेनाल्टी गोलमा परिणत हुन्छ कि हुँदैन हेरौँ है झन्डै गोल भयो बाल बच्यो एक्साइटमेन्ट झन्डै गोल भएको एक्साइटमेन्ट छानेर आएको पोस्टमा किपर बस्दा कि सेलेक्टेडले टालिदिएको 3टा पोस्टमा कि 6 गोल भेट्छ र गेम अन्त भयो र दार्जिलिङ 3 कालिम्पोङ 0 मा आजको गार्डन स्टेडियमको यो दार्जिलिङ भर्सेस कालिम्पोङको म्याच यी अन्त भयो वेल प्लेड बोथ टिम वेल प्लेड दार्जिलिङ वेल प्लेड लु है अब चाहिँ गार्डन स्टेडियमबाट हामी निस्किँदैछौँ र आजको ब्लग पनि म यही अन्त गर्न चाहन्छु र जो जतिले पनि यो ब्लग हेरिरहनु भएको छ लाइक कमेन्ट सब्सक्राइब अनि सेयर गरिदिनुहोस् भन्दै म आज तपाईँहरूको माझबाट यी बिदा लिन चाहन्छु धन्यवाद।